गोरखा जिल्ला थिएन, यसको नाम सुनगिरी पहाड थियो। यसको नाम यो 3 राजधानी हो पनि, माथिल्लो कोट घले राजा, बिचकोट भुषल खड्का राजा, तल्लो कोट मगर राजा, 3 राजधानी। गोरखा थिएन, सुनगिरी पहाड थियो यसको नाम। बाबा गोरखनाथ प्रकट हुनुभयो, गोर्खा भयो। बाबा गोरखनाथ प्रकट भएपछि बल्ल गोर्खा भयो। अनि यसको थिति नीति न्याय निशा बाबालाई मन परेन, यहाँको यो राजाको। यहाँ त्यतिखेर को राजा थिए? भुषल खड्का राजा थियो। अच्छा, भुषल खड्का। यसको नीति नियम बाबालाई मन परेन। के थियो त, उहाँले छोरोको बिहा गर्नु पर्यो, जन्ती कहाँ गयो? दुलैको घरमा। बरियात कहाँ जानु पर्थ्यो? दुलाको घरमा, होइन? बरियात दुला घर जानु पाउँथ्यो, यहाँ ल्याउनु पर्थ्यो। त्यो दिनको मोसमती उसले लुट्थ्यो। बल्ल भोलिपल्ट बुहारी आउने घर लानु पाउँथ्यो। यो नीति बाबालाई मन परेन। राम्रो क्षेत्रीय राजा खोज्नु पर्यो भने बाबा राजा खोजिया जानुभयो। राजा खोजिमा जाँदा कहाँ जाउँ त भन्दा पहिला 3 सहर नेपाल, काठमाडौँ भ्याली 3 सहर नेपाल जानुभयो। नेपाल त पछि भएको, नेपाल त्यहाँ जानु। सारा जनता घरमा गएर गोरख जगाइदिनु भयो। भोलिपल्ट सारा जनता घरमा जानु हो, तर कसैले वास्तै गरेन, चिन्दै चिनेन। यी जनतामा चेतनशील रहेन, यिनीलाई चेताउनु पर्यो भने मृगस्थलीमा चिन्नु भयो भने जानु भयो मृगस्थली हो। त्यहाँ गएर 12 वर्ष तपस्या लिइदिनु भयो। सारा नागलाई आसन लगाएर नागमाथि आफू बस्दिनु, गोरखनाथ बाबा। र नाग नहेस पानी कसरी पर्ने? देशमा अनिवृष्टि हुने भयो। आज भोलि 1 वर्ष 2 वर्षहरू पशु पंक्षी मान्छे कुरो नगर्नु, पशु पंक्षी आफै भुतभुत हुन थाले। जनता नभएपछि कसो राजा हुने? देशमा रोग लाग्छ राजा चिन्ता हुन्छ नि, घरमा अनिकाल लाग्यो भने बाउलाई चिन्ता हुन्छ, देशमा रोग लाग्यो भने राजा चिन्ता हुन्छ। अरूलाई त चिन्ता लाग्यो, जनता आफै भुतभुत मर्न थाले। अनि 3 सहर भ्यालीका सारा ज्योतिषलाई बोलाएर पट्टङ्गीमा राखेर ल देशमा कहाँ के हुन गयो हेर भनेर ज्योतिषलाई जिम्मा दिनुभयो। ज्योतिषले पनि लिखित भएको गणना गरेर बताउने, लिखित नभएको उहाँले बताउन सक्नु भएन। एउटा मिश्रा भन्ने बाजा चिन्ता लाग्यो, देशमा रोग त लाग्यो त नि, उहाँले बताउन सक्नु पर्यो नि भने उहाँ ध्यान दृष्टिमा बस्नुभयो। ध्यान दृष्टिबाट हेर्दाखेरि गोरखनाथ बाबालाई रिस उठे यदि गर्नु भएको भने उहाँले पत्ता लगाउनु र राजाले भन्यो यो कारण यो हो। यसको उपाय के छ त? अब यसको उपाय एउटै छ। दक्षिण भारत कमस्यामा उहाँका गुरु मत्स्यनाथजी हुनुहुन्छ, उहाँलाई यहाँ ल्याउने उपाय भने समस्या हल भयो, न त हल हुनेवाला छैन। अब को गएर आउँछ मत्स्यनाथ, जो पाएको त आउँदैन। फेरि राजाले राजपाट भाइ भर्दा सुम्पेर आफै जाने प्रक्रिया मिलाउनु भयो र उहाँ जानुभयो, वार्ता गर्नु, वार्ता मिल्यो, आउने प्रक्रिया भयो। बच्चाको रूपमा आउनुभयो, भोटो लगाए। जो भोटोको जात्रा भइरहेको छ नि, भोटो लगाएर आउनुभयो, मत्स्यनाथको जात्रा, भोटो जात्रा। र त्यो ज्यापु भाटा गएर